कुरा पनि यहाँको बिचमा मैले जोड्न चाहन्छु। हुँगीमा मैले तीनटा कुरा मैले सपना देखेँ। के सपना देखेँ भन्नुहुन्छ भने मैले रामदीदेखि अहिले ठुलो छ यो बाटो, काली गण्डकी करिडोर कोराला नाकादेखि वीरगञ्ज नाका हो। तर त्यो बेलामा हामीले भनेको पिपल डाँडा रामदी, पिपल डाँडा रामपुर गैँडाकोट बाटो छेडेर सर हिँड्न पाए कस्तो हुन्थ्यो होला। मेरो दृढ सङ्कल्प प्रतिज्ञा भनौँ अथवा मेरो प्रयत्न प्रयास यही हो, यो गर्न पाए त म त मरे पनि स्वर्ग जान्थेँ जस्तो मेरो मैले गरेको कल्पना। अनि दोस्रो कुरा, आफू पढेको स्कुल प्रयत्न प्रयास हुँदा पनि +2 चलेको छैन। यो स्कुलमा +2 चलाएर कमसेकम आइए भनिन्थ्यो त्यो बेलामा, आइएसम्म पढेको आफ्नै गाउँमा चाहिँ आइए पढ्न पायो भने कस्तो हुन्थ्यो होला मेरो कल्पना। मैले गरेको त्यो गाविसमा सोच भनेको कुरा। अनि तेस्रो कुरा मैले भनेको पनि थिएँ, यो स्वास्थ्य संस्था यो पनि स्वास्थ्य चौकी हो। स्वास्थ्य चौकीमा एउटा अनुमानको भरमा औषधि खान पर्ने बाध्यता, कुनै पनि प्रयोग छैन, हामीसँग केही परीक्षण गरेर दिउँ भन्ने छैन, एउटा आलाको भरमा चाहिँ औषधि दिनुपर्ने बाध्यता। यसको अन्त्य गर्नको निमित्त हाम्रो स्वास्थ्य चौकी हुँगी स्वास्थ्य चौकीमा ल्याब सञ्चालन गर्न पाए यहाँका नागरिकहरूले ल्याब परीक्षणको माध्यमबाट औषधि खाँदा एउटा अनुमानको भरमा औषधि खाने प्रक्रियाको अन्त्य हुन्छ। अरू थुप्रै थिए, बाटोघाटो खानेपानी एक घर एक धारा, हाम्रो गाउँपालिका हाम्रो गाविसलाई चाहिँ पूर्ण सरसफाइ उन्मुख गाउँपालिका, अनि खुला दिशामुक्त गाविस, यस्ता थुप्रै थिए। तर मैले तीनवटालाई सधैँ सोचिरहेँ, निर्वाचन हुनुभन्दा अगाडि पुरा गर्न सकेँ। प्रयत्न प्रयास भए, सबैको साथ सहयोग प्राप्त भयो। मैले गरेको भनेर मेरो घमण्ड होइन, मेरो नाम कोही पनि नजोडियोस् भन्ने पनि म भन्छु। मैले अस्ति एउटा कुरा चल्यो, मेरो नाम तपाईँहरूले पनि विष्णु भण्डारी भनेर लेख्नु पर्दैन। मैले हुँगी गाविसको अध्यक्ष, रम्बा गाउँपालिका अध्यक्षको त्यो एउटा संस्था हो, विष्णु भण्डारीको नाम जोड्न आवश्यक छैन भनेर मैले पटक पटक भन्छु। किनभने मलाई त्यो सम्मान, मलाई त्यस्तो केही पनि पर्दैन। किनभने जे सोचिया छ त्यो भइदियो भने आफै हर्षित हुन्छु। अनि दुईवटा काम, काली गण्डकी कोरिडोर रेखाङ्कन गर्न योभन्दा अगाडि सक्यौँ। सबैको प्रयत्न प्रयास साथ सहयोग जुटेपछि गऱ्यौँ। अनि सबैको साथ सहयोग हुँगी र हेक्लाङका आम नागरिकले त पैसा सबै कति चाहिन्छ विष्णु हामी पैसा दिन्छौँ +2 खोलौँ भनेर 10 दिनसम्म चाहिँ झोला बोकेर हिँड्दा पैसा दिनुभयो। पैसा चाहिँ 8 लाख रुपियाँ चाहिए, 8 लाख नगद भएर डिपोजिट दिएपछि उच्च मावि खुल्यो, पढ्न सुरु भयो। त्यो दिन मलाई यति आनन्द भयो, मलाई अरू केही छैन, मलाई त्यस्तो उपलब्धि यो गरेँ उ गरेँ पनि मेरो केही छैन, तर मलाई त्यो दिन बहुत आनन्द आयो। अनि त्यसपछि सकिएन, यो ल्याब खोल्न सकिएन। हामी प्रयत्न गऱ्यौँ, गाउँपालिका गाविस, अनि त्यसपछि जिल्ला स्वास्थ्य कार्यालय, त्यहाँ पुगेर सिफारिस लिए, मन्त्रालयमा पुग्दा गाविसले यो खोल्ने अनुमति दिन सकिँदैन, मन्त्रालयले भनिसकेपछि ब्याक भयो। तर म एउटा घाइते जनावर जस्तो भएँ। अनि त्यसपछि म जब यो मुलुकमा संघीयता लागू भयो, संघीयता लागू भइसकेपछि 3 तहका सरकार अन्तर्गत स्थानीय तहको सरकार 2074 साल आषाढ 14 गते निर्वाचन भयो। निर्वाचनमा आम नागरिकहरूले विश्वास गर्नुभयो, माया गर्नुभयो, उहाँको मायाबाट म निर्वाचित भएँ। निर्वाचित भइसकेपछि मैले त्यसपछि पहिलो नम्बर काम मैले त्यही सोचेँ। किनभने त्यो घाइते भएको कुरालाई हामीले यो अन्त्य गर्नुपर्छ। स्वास्थ्यमा ल्याब परीक्षण गरेरै औषधि खाने परिपाटीको विकास गर्नुपर्छ भन्यौँ। हाम्रो थमनजी जस्ता हाम्रा जनप्रतिनिधि साथीहरू पाइयो, उहाँहरूले जतिखेर पनि मलाई आजसम्म कुनै दिन पनि असर भएको छैन, मैले औपचारिक रूपमा भनेको छु। उहाँहरूले मजाले सहयोग गर्नुभयो, अध्यक्षज्यू हजुरले ल्याएको काम ठिक छ गरौँ भन्नुभयो। अनि त्यसपछि साथ सहयोगबाट हामीले सुरुवात गऱ्यौँ। 5वटै स्वास्थ्य संस्थामा ल्याब सञ्चालन गऱ्यौँ। ल्याब सञ्चालन गरेपछि आज ती ल्याबमा 16 प्रकारका परीक्षणहरू हुन्छन् र त्यो 16 र पहिलो वर्ष सामान्य नोमिनल पैसा लिनुपर्छ भन्ने कुरा ठिकै छ। अलिअलि पैसा लिन त के फरक पर्छ, त्यो मेटेरियलहरू खरिद गर्नुपर्छ भनेर सुरुवात। तर हामीसँग जम्मा टोटल समथिङ 3 लाख रुपियाँ उठ्यो सबै स्वास्थ्य चौकीबाट। नागरिकले कति सेवा पाए त भन्दा 20,000 नागरिकले सेवा पाएछ। त्यसबाट तथ्याङ्क बोलेको, म तथ्याङ्कको आधारमा बोलिहाल्छु। अनि
20,000 नागरिकले सेवा पाउँदा 3 लाख रुपियाँ ठुलो कुरो होइन। अर्को वर्ष निःशुल्क गरौँ भन्ने प्रस्ताव ल्याइयो, उहाँहरूले हुन्छ भनिदिनु र हामीले आजसम्म निःशुल्क सेवा प्रवाह गरिरहेको कुरा यहाँका बिचमा म निवेदन गर्न चाहन्छु। पहिलो कुरो हामीले किनभने त्यो बेलामा घाइतेको रूपमा भएको हुँदाखेरिमा हामीले त्यहाँ सुरुवात गऱ्यौँ। अनि दोस्रो पीडा हामीले हाम्रा चाहिँ मातृ मृत्यु दर, शिशु मृत्यु दर बढ्यो, एकदम अत्याधिक हो। किनभने संस्थागत सुत्केरी हुन सकेन, घरमै सुत्केरी हुनुपर्ने अवस्था। त्यो घरमा सुत्केरी हुँदाखेरिमा यावत समस्याले गर्दा बाल मृत्यु दर र मातृ मृत्यु दर बढेको अवस्थालाई न्यूनीकरण गर्नका निमित्त हामीले सोच्यौँ, प्रयास गऱ्यौँ। त्यसपछि हामीले सबै स्वास्थ्य संस्थाहरूमा यो तालिम प्राप्त SBA तालिम प्राप्त चाहिँ स्वास्थ्य कर्मीको व्यवस्थापन गरेर अनि बर्थिङ सेन्टरहरू सुरुवात गऱ्यौँ। र बर्थिङ सेन्टर सुरुवात मात्रै होइन, हामीले संस्थागत सुत्केरी गर्ने ती महिलालाई र बच्चालाई पोषणयुक्त खाना खानको निमित्त सङ्घीय सरकारले दिनेदेखि बाहेकको रकम रु 1500 हाम्रा वडाध्यक्षज्यूहरूको हातमा हामीले त्यो बच्चाको 35 दिनभित्र जन्म दर्ता गर्ने उसको नैसर्गिक अधिकारलाई सुनिश्चित गराउनका लागि, जन्म दर्तालाई सुनिश्चित गर्नका निमित्त हामीले वडामा गएर जन्म दर्ता गर्दा 35 दिनभित्र जन्म दर्ता र त्यो जन्म दर्ता गर्दा हातैमा छैन भन्न नपाइने, हातमा चाहिँ 1500 रुपियाँ दिएर पठाइदिने, उहाँले आफ्नो इच्छा लागेको कुरा चाहिँ किनेर खानुपर्ने व्यवस्थापन हामीले गऱ्यौँ। त्यसको परिणामस्वरूप हामीले लगत्तै यो गाउँपालिकालाई 0 होम डेलिभरी पूर्ण संस्थागत सुत्केरी भएको गाउँपालिकामा रूपान्तरित गऱ्यौँ, घोषणा गऱ्यौँ। घोषणा मात्रै ठुलो कुरो होइन। यहाँ कहिले कुरा उठ्छ, के काने अध्यक्षले भाषण गरेर घोषणा भन्यो भन्ने कुरा पनि उठ्छ, म राम्ररी बुझ्छु। तर हामीले त्यसको दिगोपनको निमित्त प्रत्येक वर्ष रणनीतिक योजना छ, बजेट विनियोजन हुन्छ। प्रत्येक वर्ष हामीले त्यसलाई निरन्तरता दिँदै अहिले गएको यो आबोमा पनि हामीले पूर्ण संस्थागत भएको घोषणा गरेर जिल्लै घोषणा भएको कुरा पनि नेपालमै करिब होला पाल्पा जिल्ला पहिलो जिल्लाको रूपमा रूपान्तरित भएको छ। हामीले गरेको प्रयासका कुरा मैले यहाँका बिचमा यसरी राखेँ। त्यसपछि हामीले स्वास्थ्यको पहुँच घर घरमा पुर्याउनुपर्छ। नागरिकलाई स्वास्थ्यको पहुँच घर घरमा पुर्याउनको लागि हामीले के गर्ने त अब भनेपछि सामुदायिक स्वास्थ्य इकाइहरू खोलौँ र हाम्रा स्वास्थ्य कर्मीहरू नजिक पुर्याएर राखियो भने हामीले जनतालाई दिन खोजेको स्वास्थ्यको पहुँच जनताको घर घरमा भन्ने नारालाई साकार बनाउन सकिन्छ भन्ने कुरा हामीले विश्वास गऱ्यौँ र हामीले खोल्न सुरु गऱ्यौँ। आज हामी कहाँ 8वटा सामुदायिक स्वास्थ्य इकाइ छ। 8वटा सामुदायिक स्वास्थ्य इकाइहरू सञ्चालित छ भने देशव्यापी रूपमा छ। हामीले भन्छौँ यो नसर्ने रोगबाट आम नागरिकहरू आक्रान्त भएका छन्। प्रत्येक दिन तपाईँको एकजना चाहिँ यो दीर्घ रोगीको सिफारिस वडाले गरेर गाउँपालिकामा पठाएर गाउँपालिकाले निरन्तर गरिरहेका छन्। एभरेजमा दिनको एउटा पर्या छ रम्बा। अब यही तरिकाले 753वटामा गर्ने हो भने 365 दिनमा कति होला? यही तरिकाले जाने हो भने नेपालमा अब बाँकी को रहन्छ हो? यो कुरालाई मध्यनजर गरेर गाउँपालिकाले स्वस्थ जीवनशैली चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै तेस्रो वर्षको रूपमा अहिले चलाइरहेको छ। गर्नका लागि स्वर्ण बिन्दु प्राशन खुवाउने कामलाई पनि हामीले उच्च प्राथमिकताका साथ अगाडि सारेको कुरा यहाँहरूलाई मैले निवेदन गर्दछु। त्यस्तै गरी अब हामीले स्वास्थ्यलाई हामीले औषधि यहाँ भन्ने गरिन्छ। कुनै स्वास्थ्य संस्थामा गएर औषधि मागियो भने छैन नि भन्यो भने कहाँ पाइन्छ र यहाँ भन्ने कुरा हुनसक्छ। हामीले बुझ्ने जरुरी छ। तोकिएको औषधि, हाम्रो निःशुल्क औषधि भनेर नेपाल सरकारले तोकेको एउटा स्वास्थ्य चौकीबाट 98 प्रकारका चाहिँ हामीले औषधि दिनुपर्छ, पाइन्छ भन्ने नारा। किन त्यो? फेरि यसमा पनि प्रश्न उठ्न सक्छ, म जान्ने भएर मलाई सिटामल्ने हुन्छ। अर्को प्रयास के गरेका छौँ भने थप औषधिहरू व्यवस्थापन गर्ने, सुगर, प्रेसर, एउटा सामान्य स्वास्थ्य इकाइको मैले उदाहरण दिन्छु तपाईँलाई। एउटा सामुदायिक स्वास्थ्य इकाइमा करिब 40 जना व्यक्तिले प्रेसर र सुगरको औषधि खानुहुन्छ। यो तथ्याङ्कको हिसाबले बोलिएको छु। भनेपछि यही तरिकाले के होला तपाईँको यो सुगर र प्रेसरको अवस्था हो। यो कुरालाई मध्यनजर गरेर हामीले यो औषधि पनि वितरण गर्ने उच्च प्राथमिकता दिएका छौँ। अनि हामीले त्यो
त्यसको साथसाथै हामीले हाम्रो प्राथमिक स्वास्थ्य केन्द्र ताङमा चाहिँ तपाईँको डक्टर चिकित्सक हुनुहुन्छ, तर बिरामीको चापको अवस्था हेर्दा हुगीमा पनि उत्तिकै छ, अझ बढी बिरामीको चाप देखिसकेपछि चिकित्सक चाहिँ हुगीमा पनि राख्यौँ। तर महालेखाले औँलो ठड्यायो, उसले चाहिँ बेरुजु लेखिदिने अनेक ताल गरेपछि तैपनि फेरि हामीले अहिले बिचमा फेरि हामीले डक्टर काजमा पठाएर पनि काम गरायौँ। अहिले भर्खर फेरि उहाँले रिजाइन दिनुभएको छ। अब हामी विज्ञापन खोलेर फेरि त्यहाँबाट पनि हामीले मुटुको इसिजी गर्ने, ल्याबका कुरा गर्ने, एक्सरे गर्नलाई एक्सरे मेसिनहरू तयारी अवस्थामा भइरहेका छन्। यतापट्टि हाम्रो प्राथमिक स्वास्थ्य